हेर्नुहोस् तपाईहरु यात्राको क्रममा हुनुहुन्छ हैन तपाईको बाइक यसरी चाबी अन अफ गर्दा मिटरमा लाइन पनि केही पनि आएन है र हर्न पनि बजेन अब सेल्फ पनि हालेन अब तपाईहरु आतिनु चाहिँ पर्दैन है नआतिनुस् है र यो भिडियो मजाले हेर्नुस् तपाईलाई म कसरी बनाउने भनेर सिकाउँछु सधैँभरि मेकानिकको भर गरेर चाहिँ हुन्न है र म बाइकको चाबी फटाफट निकालिरहेको छु हैन अब चाबी निकाल्दा म चाहिँ तपाईलाई के गर्छु भने ठ्याक्क हाम्रो जुन साइड कभर छ नि यतापटिको जुन लेफ्टपटिको साइड कभर हो देब्रेपटिको यसलाई चाहिँ म चाबी ओपन गर्छु त्यसपछि यहाँ बिस्तारै पुश गरेर साइड कभर निकाल्छु है त अब हाम्रो ठ्याक्कै के हुन्छ भने यहाँनिर चाहिँ हाम्रो फ्युजको बक्स हुन्छ है अब यहाँ फ्युजको बक्स हुन्छ हैन अब यसलाई हामीले कसरी ओपन गर्ने भने यहाँ हेर्नुस् है यहाँनिरको भागलाई चाहिँ यसरी बिस्तारै पुश गर्ने यो पनि निस्किन्छ हैन बिस्तारै पुश गर्ने यो पनि निस्किन्छ अब यसलाई चाहिँ हामीले दुईटा फ्युज चाहिँ कसरी बिग्रियो भनेर थाहा भने त जस्तो म यो फ्युज निकाल्दैछु अलिकति हार्डै हुन्छ है यो फ्युज पनि निकालिसके यो फ्युज पनि निकालिसके है त अब फ्युज बिग्रियो बिग्रेन पहिला चेक गर्ने तरिका सिकौँ है त जस्तो यहाँनिर देख्नु भएको छ यो बिचको पोइन्ट छ नि यो चाहिँ एकदमै राम्रो चाहिँ फ्युज ठिक छ हैन र यहाँ हेर्न सक्नुहुन्छ यो चाहिँ फ्युज चाहिँ हाम्रो बिग्रिसकेको छ जस्तो हेर्नुस् है यो फ्युज चाहिँ हाम्रो बिचमा क्र्याक भएको छ राम्रोसँग हेर्नुस् है क्र्याक भएको छ हैन अब हाम्रो चाहिँ के हुन्छ भने कम्पनीले के गरे हुन्छ भने तपाईलाई कुनै अप्ठ्यारो पर्छ भनेर एउटा स्पेयर फ्युज यहाँ दिएको हुन्छ है ठ्याक्कै यहाँ यो साइडमा दिया हुन्छ यो साइड चाहिँ हाम्रो लक लाग्छ यहाँ दिया हुन्छ हैन यसलाई हामीले बिस्तारै निकाल्छौँ र यो फ्युज चाहिँ अलिकति निकै राख्दाखेरि पुरानो भएर चाहिँ देखिएन है र पनि म ठिक चाहिँ इन्स्टल गर्छु यो फ्युज चाहिँ यहाँनिर इन्स्टल गरिरहेको छु मैले हैन र हाम्रो जुन नबिग्रेको फ्युज छ नि यो त बिग्रेको भइगयो यो क्र्याक छ है यो राम्रो फ्युजलाई म यहाँ इन्स्टल गर्छु है त अब यसरी इन्स्टल गर्ने र यसलाई चाहिँ ठ्याक्कै यसरी लक लगाउने दुवैपट्टि है र यसलाई चाहिँ म ठ्याक्क मजाले यहाँ चाहिँ लगाइदिन्छु अब यति लगाइसकेपछि म तपाईलाई ठ्याक्क देखाउँछु है त म चाबी लिएर जाँदैछु है अब हाम्रो बाइकमा चाहिँ मिटरमा लाइन आउँछ कि आउँदैन बाइक स्टार्ट हुन्छ कि हुँदैन म तपाईलाई देखाउँछु है त ठ्याक्क चाबी लगाएको छु हाम्रो ठ्याक्कै बाइकमा प्रोपरली लाइन आइसकेको छ अब हेर्नुहोस् है त बाइक स्टार्ट हुन्छ कि हुँदैन हेर्नुहोस् है त हाम्रो चाहिँ बाइक पनि स्टार्ट भइसकेको छ है हर्नले पनि एकदमै राम्रोसँग काम गरिसकेको छ हैन तपाईहरु पनि यात्राको क्रममा हुनुहुन्छ यसरी नै अप्ठ्यारो पर्नु भएको छ भने चाहिँ यसरी तपाईले मजाले आफ्नो काम आफै पनि गर्न सक्नुहुन्छ है र तपाईलाई यो भिडियो मन पर्यो भने चाहिँ लाइक शेयर पनि गरिदिनु होला र फलो गर्न पनि नभुल्नु होला है त अवश्य पनि है।